हेलो कान्छा। हजुर दाइ। अनि साँच्चै तँलाई एउटा खबर दिनु थियो नि त, दाइले त बिहा गर्न लाग्छ त। ए बिहे पो होला ल बधाई छ नि त भनेपछि त। अनि साँच्चै कान्छा तैँले त भ्लग बनाउने गर्थिस् क्या भाइ, अहिले भ्लग बनाउँछस् कि छाडिस् त नि? कहिले काहीँ त बनाउनलाई। मैले त कान्छा के सोच्दैछु भने होइन, अब दाइको बिहा गर्दाखेरि चाहिँ अब के क्यामेराम्यान मगाउनु है। क्यामेराम्यान नल्याउने पो हुनुभयो भने चाहिँ तँलाई थाहा कति महँगो लिन्छ, ढङ्गको भिडियो पनि बनाउँदैन हेर कान्छा। मैले के सोचेछु भन्दाखेरि तैँले भ्लग बनाउँछस् के अरे, आइज नि त हाम्रो अब दाइको बिहामा आइज अनि भ्लग सलग बना। बेबी म चाहिँ भर्खरै उठेको होइन, अब म चाहिँ अब यसो मुखसुख धोएर यताउति फ्रेस हुन्छु अनि म तिमीलाई अहिले मेसेज गर्छु ल। बेबी म यहाँ चाहिँ चिया बनाउनु लाग्छु है, अहिले म चिया बनाएपछि तिमीलाई अपडेट गर्छु नि। ल बेबी चिया पनि रेडी भयो, अब पिउनु पऱ्यो। पिएँ ल। ल खानासाना नि खाएँ मैले, अब चाहिँ यत्तिकै बसिराखु। अब चाहिँ साथीले भने बल खेल्न जाउँ नि त भनेर म चाहिँ त्यतै जान्छु बेबी। अनि त्यसपछि चाहिँ अहिले आएपछि कुरा गर्छु नि है, नरिसाउ नि त ल। म चाहिँ यता बाहिर आइरहेको थिएँ अहिले हल्का फुल्का। ए अहिले म तिम्रो रुम गएपछि कुरा गर्छु है बेबी। अहिले कुरा गरेर मिल्दैन बेबी, केटाहरू यहाँ सुन है पढिरहन्, म यो भिडियोमा चाहिँ डब गरेर पठाइदिन्छु ल। ल बेबी नुहाइ धुवाइ गरियो, ए आइयो बिस्तारमा पल्टियो। अब सुत्नु पऱ्यो, हल्का बिजी छौ होला तिमी, म चाहिँ हल्का त छैन तर पनि अब सुत्नु पर्ने हुन्छ है। टाइम पनि अब टाइम ल भइसक्यो होला यार। ल तिमी त के गर्दै हो ल, ए ल के भनौँ म त अब। हेलो गाइस, ल वेलकम छ है त मेरो भ्लगमा। आज यस्तो बाहिरतिर आइरहेको थिएँ म, अनि बाहिर चाहिँ के भन्नु कल घुम्न आइरहेको थिएँ है। त्यही भएर यस्तो भ्लग पनि हाल्नु पऱ्यो भनेर सोचिरहेको थिएँ, तर मान्छेले हिँडिरहेको छ भिडियो भ्लग पनि यहाँ फेरि चिनेको मान्छेहरू भेटिहाल्छ, गाउँमा भन्दा बढी यहाँ चाहिँ मान्छे। त्यही हो गाइस, यस्तो भ्लग बनाउने गएको थियो, अहिले यस्तो भ्लग बनाउनु भनेको फेरि मान्छेहरू त यहाँ गाइस मान्छेहरू यति आएछ सर। म पछि भेटौँला त हामी, पछि फेरि जोडिउँला है त ल गाइस। थ्याङ्क यू फर वाचिङ। म चाहिँ के अरे भन्दा नि भ्लग खिच्दाखेरि के अरे भ्लग खिच्दाखेरि मेरो तारिफ गरिदिनु पऱ्यो क्या, राम्रो राम्रो कुरो भनिदिनु पऱ्यो है अब भ्लग बनाउने बेला है, हुन्छ कि नै? हुँदैन, म तिम्रो राम्रो तारिफ गरेर हुन्छ भाइ कसो गर्नु भनेपछि कसो गर्नु भनेपछि क्यार्नु पऱ्यो भन्दाखेरि म यसो भ्लग बनाउँछु त भन्दाखेरि मेरो तारिफ गरिदिनु पऱ्यो क्या भिडियोमा। के भन्नु, के तारिफ गर्नु अनि के गर्नु पऱ्यो भन्दाखेरि अनि ऊ त्यसलाई चाहिँ उयो बोको बाहिर ननिस्कि समातेर काट्ला भन्नु पऱ्यो त, ठ्याक्कै कन्टेन्ट क्या। के छ यार गाइस यहाँ त मिठो जाडो छ है, और हामी यहाँ मिलिसकेछौँ हाम्रो दोस्तसँग। दोस्ती के भन्दै थियौ त्यहाँ? कोनिचिवा भाई हमारा इंडिया से है, ठीक है, और तुम लोग हरियाणा से हूँ। हरियाणा से एलवी यादव का गाँव से है ये। बोल रहा था उसका वो तो भाई वो क्या बोलते हैं, तो जब ऐसा ही गाइस देख सकते हो हम स्ट्रीट पे चल रहे हैं, आगे कुछ करना है। ये जापान है भाई, जापान कागोशिमा है। और भाई मेरे बारे में कुछ बोलना है तो बोल दे भाई, जो भी यहाँ पे आना चाहते हो। अरे भाई एक मिनट रुकना, क्या करना है कि मेरा तारीफ करना है, समझ में आया? मैं तारीफ डालूंगा। अच्छा ठीक है। अब बोल भाई बहुत अच्छा है यार, क्या भाई को यहाँ पे नेपाली है। अरे भाई मेरे बारे में बोल। अच्छा तुम्हारे यहाँ भाई नेपाली है, वो आधा इंग्लिश में हमारी जो हिंदी नहीं समझते, पर ये भाई है जो समझता है हमारे साथ बोलता है, अच्छा रहता है यार हमारे साथ, बहुत अच्छा बनता है भाई।
सबसे अच्छा बंदा ये लगा मेरे को यहाँ पे। चलो देखो हेर्नुहोस् गाइज कस्तो तारिफ छ मेरो है। तपाईँलाई बुझ्नुहोस् न यो भ्लगरलाई है। आयो मेरो हात दुखाउने यार। आज हामी कहाँ जाँदै केटाहरू? हाम्रो यहाँ उसने छ है। आफ्नो इन्ट्रोडक्सन दे। तेरो नाम के हो? अब हामी यहाँ क्रिकेट खेल्न जाँदैछौँ। मौसम एकदम चिसो छ। अब युट्युबतिर भिडियो हाल्नुपर्छ क्या है? होइन त नि? यिनीहरू क्रिकेटको सिनी आउँदैन, म अब यहाँ कोच हुन आउँदै यिनीहरूलाई सिकाउँछु। अब थोरै टाढा छ यहाँबाट, त्यो फेरि ब्याक फ्लिप गर्ने मिल्दैन त म देखाइदिन्थेँ। अब नेक्स्ट ब्लग जोडेर देखाउँछु है म। ल बाई अहिलेलाई। आज करण भएर म अन्डा लिएर कहाँ रे करण? हामी अहिले के भन्छ 90 भन्ने ठाउँमा आएछौँ। यतापट्टि हाम्रो कुल मन्दिर छ है, देख्न सक्यो। अहिले देखिएन यहाँ क्यामेरामा कैद भएन, त्यसको लागि म माफी चाहन्छु। पौडेर आयो भर्खरै, कपाल पुरै धुस्नु भयो। अब गएर आज कहाँ सिमलचौर जानुपर्छ क्या है? ल आज गएर सिमलचौर गइन्छ हामी। टक्क घरबाट अन्डा छोडेर नास्ता सास्ता खाएर हामी गइन्छ। ल बाई। स्वागत छ है तपाईँलाई हाम्रो एउटा भ्लगमा। हाम्रो एउटा साथी चाहिँ उहाँ फोनमा बोलेर बसिरहन् केटीसित है, खुट्टो ठडाएर। हाम्रो अर्को साथीलाई म देखाउँछु है रुममा क्यारेर राखन भनेर। ल हेर्न सक्नुहुन्छ है, यी पनि यहाँ केटी चाहिँ बोलिरहन्। कोसँग कुन नम्बर? 5 नम्बर गर्लफ्रेन्ड कि 6 नम्बर गर्लफ्रेन्ड? 6 नम्बर है। 6 नम्बर है। 7 नम्बरसित के हुँदैछ त अनि? 7 नम्बरको छुट्यो नि। 7 नम्बर सुत्यो। ल गाइज हेर्न सक्नुहुन्छ हाम्रो केटाहरू चाहिँ यस्तै बोकापन्ती गर्छन् है। अनि म देखाउँछु केटाहरूलाई। यिनको 8 नम्बरवाला गर्लफ्रेन्ड नि गाइज, त्योसित के कुरा हुन्छन् अहिले सुतेपछि म लुगेर भ्लग गरेर देखाउँछु है त। भ्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला गाइज। टेक केयर। हेलो गाइज है, ल स्वागत छ हजुरलाई मेरो भ्लगमा। आज यसो त्यस्तै सोचेको थिएँ, अनि त्यही भएर त्यस्तै भएर एकचोटि भिडियो बनाइदिउँ न त त्यस्तै खालको भनेर त्यही बस्या हो। हजुर गर्दै हुन्छ, मलाई यस्तै छ यस्तै गरेर खालि त्यस्तै भइरहेको छ जिन्दगीमा। अनि त्यस्तै चलिरहेको थियो। हिजो पनि त्यता गयो, अनि त्यस्तै गरियो। त्यही त हो, त्यस्तै भएर खालि त्यही भइरहेको छ जिन्दगीमा। त्यो गर्दिनँ भन्छु है गाई चाहिँ लास्टमा, अनि लास्टमा त्यही भइदिन्छ। अनि त्यही भएर लफडा भइरहेको आजकल चाहिँ। हजुरको के कस्तो चल्दैछ? हजुरको पनि त्यस्तै त होला, मेरो जस्तै हजुर पनि त्यस्तै त होला। त्यस्तै भयो भने चाहिँ लास्टै त्यस्तै हुँदो रहेछ, गाह्रो हुँदो रहेछ साथी। अब अहिले पनि भर्खर उठेँ, अब त्यस्तै छ आजको दिन पनि। अब काम पनि छ, काम पनि त्यस्तै छ। अब त्यस्तै कसरी यताउति कामसाम गरेर त्यस्तै गरेर बेलुका फेरि त्यस्तै त्यत्तिकै आएर त्यस्तै नै सुत्ने हो। थाहा छ साथीहरू जिन्दगीमा होइन, त्यही भएर त्यस्तो चाहिँ नगर्नु होला। त्यस्तो गर्नु भयो भने त्यस्तै हुनसक्छ। त्यस्तो भएर फेरि मेरो यस्तो भइरहेछ। त्यही भएर त्यस्तो हुने बेला भन्दा पहिले नै त्यस्तो हुन नदिनु पर्छ गाइज। त्यस्तो भयो भने चाहिँ एकदम त्यस्तो हुँदो रहेछ। त्यस्तोले त्यस्तो नै बनाइन्छ गाइज। अब के गर्ने आज। हे गाइज कस्तो लाग्यो त तपाईँलाई यो हाम्रो भ्लगै भन्नु पऱ्यो होइन, किनकि यसलाई के भिडियो भनिराख्ने। मैले चाहिँ यसलाई टाइप्स अफ भ्लगर भनेर चाहिँ भ्लगिङ स्टाइलमा नै देखाएँ होइन। भन्नाले यसमा खासै हामीले त्यस्तो हेभी एक्टिङ टाइपले भनौँ न त्यस्तो नि गरिएर जस्ट भिडियो नै बनाएर के भ्लग स्टाइलमा बनाएर हाल्यौँ। र यस्तै भयो गाइज। यो साल त हामीले त्यस्तो साह्रो भिडियो नि हाल्न पाइएन युट्युबमा। अर्को साल चाहिँ 2026मा चाहिँ कस्तो भिडियो बनाउन सकिन्न अब थाहा छैन, तर एउटा सर्ट फिल्म चाहिँ आउनु पर्ने हुन्छ, आउँछ पनि होला गाइज। त्यही गाइज अब ह्याप्पी न्यू इयर भन्छु। र यो भिडियो चाहिँ कस्तो लाग्यो है, मैले चाहिँ जस्ट ऱ्यान्डमली बनाएर चाहिँ धेरै अति भिडियो नहालेको, हालिदिउँ त भनेर चाहिँ हालिदिएको। त्यो गाइज कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। र त्यही हो गाइज, धेरै पछि भिडियो आयो, त्यही हो है त।